यस्तै हो छोरीहरू। बाई बाई। गुड मर्निङ गाइस, आफ्टर सो लङ टाइम यहाँहरू सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। त्यस्तै हो, म चाहिँ आज बिहान बिहानै यो झापाको एकदम सुहाना मौसम के भन्छ, हिजो रातभरि पानी पऱ्यो अनि अब असार जस्तो फिल भइरहेछ क्या। अब हिजो बेलुका पानी त खत्रै पऱ्यो, लाइन पनि छैन रातिदेखि नै होइन। खतरा पानी परेपछि यस्तो धान रोप्ने जस्तो भइरहेछ। अनि त्यही हो, अब गर्मी बढ्छ भन्ने कुरा हो होइन साथीहरू। सो म चाहिँ बिहान बिहानै हिँड्दिनँ हिँड्नु त, तर आज चाहिँ एकदम बिउजेँ छिटै। अनि बिउजेपछि हिजो पानी परेको थियो त्यस्तै हेरेको त यहाँ हेर्नु त पानी हल्ला बग्दैछ। मकैहरूको लागि चाहिँ रात मिलेको छ। अनि त्यसपछि के भन्छ भनेदेखि म चाहिँ आज बिहान एकछिन निस्केँ। पहिला चाहिँ म मर्निङ वक खुब हिँड्थेँ, अनि अहिले चाहिँ म हिँड्दिनँ, अल्छी नै भएको छु। धेरै समय भयो। आज चाहिँ म छिटै उठेँ, रातभरि पनि निन्द्रा लागेन। अनि किनभनेदेखि अब मनमा हरेक कुरा खेलेर पनि हो कि है। अब आज चाहिँ म काठमाडौँ जाँदैछु। किन जाँदैछु, कसरी जाँदैछु भन्ने कुरा त सबै कुरा थाहा भइहाल्छ होइन। अब के गर्नु है, जानै पर्ने। अब म चाहिँ केही वर्षको लागि चाहिँ घर फर्किँदिनँ, नेपाल पनि हुँदिनँ होइन। त्यति भनिसकेपछि तपाईँहरूले बुझिहाल्नुहुन्छ। सो त्यही भएर पनि दुःख लागिरहेछ। अब के गर्नु होइन, साथी हुँदा पनि नहुने, नहुँदा पनि नहुने। अब अहिलेदेखि होइन मैले बाहिर जानलाई प्रोसेस गरेको, तर फाइनली त्यो टाइम अब चाहिँ आइसकेको छ होइन। तर पनि कस्तो खुसी पनि दुःखी पनि हुँदो रहेछ क्या। अब पहिला चाहिँ कहिले जाउँ कहिले हुन्छ जस्तो लाग्थ्यो। भइसकेपछि पनि छुट्टै किसिमको टेन्सन हुँदो रहेछ क्या। अब त्यो कहिले गएको छैन नि त। सो त्यही भएर चाहिँ अलिकति डर, अलिकति अनि एक्साइटेड, दुइटै थियो क्या, दुइटै भइरहेछ। सो हेरौँ के कस्तो हुन्छ। अब घर छोडेर जानु पर्दाखेरि दुःख त लागिहाल्छ नि होइन। अब त्यही हो साथीहरू। तर म 2 वर्षपछि चाहिँ चाँडै फर्केर आउनेछु भन्दै होइन। अब आज घरबाट जानुपर्ने छ। हुन त अब देशको हालत भन्दा पनि विदेशको हालतहरू चाहिँ तपाईँहरूलाई थाहै छ, एकदम डेन्जर छ क्या। अनि तर मेरो फ्लाइट चाहिँ 19 तारिकको हो, यो चैत्र 5 गते, यानि कि मार्चको 19 गते हो, यो 19 तारिक हो। तर हाम्रो फ्लाइट चाहिँ क्यान्सल हुन्छ भन्नुभएको छैन। अब कति ठाउँ गल्फ कन्ट्रीहरूको चाहिँ भइरहेछ नि त। अनि त्यही भएर हुन चाहिँ अब हाम्रो ट्रान्जिट छ दुबईबाट जाने भएकोले अलिकति प्रब्लम चाहिँ भइरहेको थियो। तर पनि अब चल्ने कुरा छ। त्यही भएर म चाहिँ हिजोसम्म कन्फ्युज थिएँ, जाउँ नजाउँ किनभनेदेखि सपिङहरू पनि केही पनि गरेको थिएन। किनकि मैले चाहिँ काठमाडौँदेखि नै गर्छु सोचेको थिएँ नि त। अब भारी यहाँबाट किन बोक्ने जस्तो लाग्थ्यो, अब भारी नै हो नि त यहाँबाट पनि। सो त्यही भएर साथीहरू अब म चाहिँ आज ठ्याक्कै 29 गते हो। सो अब भोलि 30मा नि हिँड्नु हुँदैन, 1मा नि हिँड्नु हुँदैन। त्यही भएर म चाहिँ आजै काठमाडौँतिर लाग्नुपर्ने हुन्छ। र मेरो साथमा भाइ पनि छ। सो भाइ चाहिँ मलाई पुऱ्याउनु जानु अस्ति भनेको थियो नि त। अनि सुतारले जुनदेखि गएको छ। अनि अब आज चाहिँ हामी दिउँसोको छ यहाँबाट, घरबाट चाहिँ होइन। सो सबै कुराहरू अब यहाँहरूलाई देखाउनु नै छु। यहाँबाट काठमाडौँमा 2-4 दिन के कसो गर्छु, अनि त्यस पछाडि म कहाँ पुग्छु, कहाँ जान्छु, सबै हेरेर साथ दिनु होला साथीहरू। अहिले बिहान चाहिँ यति नै भने म हिँड्छु एकछिन है। ओके ल हाम्रो चाहिँ केक पनि आइसकेको छ। हाम्रो अनुश्री बिदाई यता केक वाले। केक त कत्रो फुल्छ त आमा, यो पछाडि छोपौँ न अलिक राम्रो फोकस गर्नु टिका पक्लिन्छ कि फोटा खदा लगाइदिनु। फोटा त खिच्दिन, फोटा पनि खिच्न के को राई जस्तो सेवारो राई नि हो।
आमाको हाँसो हेर बाउ लगाइदिनु बाउ छोरी के भएको हेलो हेलो घरमा पैसा पठायो एक वर्षमा चाहिँ होइन 6 महिना भनेर युट्युबमा देखाउँछ नि सेफ जर्नी अनुश्री बाउ छोरी चाहिँ साह्रै नर्भस अरू सबै स्ट्रङ आमा त झन् रुकै छैन आँखामा चाहिँ आँसु चिचिलो टल्किँदैछ है आमा पैसा पो कमाउनु गएको त किन रुनु खानु नखानु अहिले त के पनि थोरै मलाई खुवाइदियो थोरै कत्रो गरेर खान्छ के खानु सेतो चिनी अघि घोलिदिनु पर्थ्यो नि अनि खाने हो नि अलिक धेरै आफ्नो भागको त खै मेरो अनि त्यहाँ पुगेपछि त जो नि रुइहाल्छ नि त्यो त साथीहरू गएर अलिक खानु न अब चाहिँ केक चाहिँ काटिसकेर अब चाहिँ हामी जाने के दिनु यहाँ बहिनीलाई दिनु अरे यो पैसा चाहिँ यो बहिनीलाई यो साइरालाई जयलाई चाहिँ खै अनि अटेन दिदी उयो लाउनु न उयो प्लास्टिकमा पोको पारेर लाउनु अब बर्थडे भएको अरे चाहिँ कान्छी तिमीलाई यो भ्लगमा नि हेर्नु ल ल ओके म भित्र थोरै बनाउँदै गर्छु ल बाटोमा भाइसारी लाग्यो अब लागेको असारको महिनाको जस्तो भाइसारी छ किनकि हाम्रो उयो त्यस्तो छ छोरीहरू कमाउनु गएका कमाएर उयो फोटो खिच्नु ए लडिन्छ कि बिस्तारै यहाँ फोटो खिच्नु ल कान्छा छोरा हाम्रो बुवाको बुढेसकालको नरुई बस्नु भन्न बाई बाई राम्रोसँग बस्छ ल हात मिलाउँ हामी अङ्गालो मारौँ अब बस्छ राम्रोसँग बस्छ ल जानु आमै पनि बस्छ राम्रोसँग राम्रो गरेर जानु भिडियो अरू के भन्ने के भन्नु फोन गर्नु तल गएर ए भनेर अनि काठमाडौँबाट अनि उता गएर त गर्छन् बस है गयौँ हामी त बस लाउनु तपाईँलाई मैले एक हक मेरो दिदी ल बस्न छिटो ए म चाहिँ भोलि पर्सि आउँछु नरुनु है आमा रक्सी खाएको आधा रुन्थ्यो कि रुइहाल्छ ल बाई बाई बुवा बाई बाई भरे फोन ल बुवा गएकै ल है हाम्रो अनुश्री चाहिँ ल है हामी चाहिँ अब यो घरबाट लाग्यो होइन रमाइलो हुन्छ सेवारो कति समयपछि छ्या क्रिम खानुभयो तपाईँले
फेरि अघि रोइहाल्यो कस्तो छोरी मान्छेको ज्यादा कति बाटो रहेछ ओके बाई बाई अब 2 वर्षपछि आउँदाखेरि चाहिँ यो बाटो राम्रो हुन्छ होला होइन राजु दाइ? अब यो बाटो दामी हुनु पर्यो है। बिर्ता मोडको बाटो धुलै धुलो हिजो चाहिँ पानी परेर अलि उयो भएको छ। अब आउँदाखेरि चाहिँ केही चेन्ज हुनु पर्यो। अब बालेन शाहले प्रधानमन्त्री हुनुहुन्छ। अब बालेन शाह झापा 5बाट जित्नु भएको छ। अब यो बाटो चाँडो बनाइदिनु होला। छिटो जाऊ छिटो बिर्सेर यहाँ कफी कपाल हामी चाहिँ कन्दगढी एयरपोर्ट आइपुग्यौँ। अब यता जति त्यति हुनेछ यहीँ होस् छैन। अब यहाँ हामी टक्क चिया सिया खाने लेडिजहरू रोएर आँखा त ला गोलबेडा जत्रो भएछ अनुश्रीको। हामी चाहिँ है ज्योति दिदी के लागिरहेछ मजा हो। आजको मौसम चाहिँ यस्तो छ झापाको। अब हामी चाहिँ चन्द्रगढी एयरपोर्ट प्रस्थान गरिसकेका छौँ। बस ल लु लु बाई बाई सबैजनालाई लु बाई गर्नु बाई गर आयो बाई ए जाऊ ल हाम्रो जेठी दिदी अब हामी चाहिँ लाग्यो। मौसम एकदम सुहाना छ, फुल छ, असारवाला बाइक। अब काठमाडौँको वेदर कस्तो रहेछ है? झन् म यता गएको ला जामा लाउने छिटो आइज है। हाम्रो लागि बुद्ध एउटा आएर साथै तपाईँ सुरक्षाका सम्पूर्ण निर्देशक जस्तै धुम्रपान विद्युतीय धुम्रपान भन्नै बिर्सेछु साथीहरू। आज चाहिँ डे 2 हाम्रो साइरा हामी चाहिँ यहाँनिर लकेज किन्न आइरहेको छौँ। मैले त भ्लग बनाउनै बिर्सेछु नि त। के अरे मेरो भ्लग हामी आज के किन्दैछौँ? लकेज। कहाँ छौँ हामी? बसन्तपुर। ल ल ल भाइ हो हाम्रो स्यान्डी भाइ। हाम्रो साइराले सानो लकेज हेर्दैछ। के हो त्यो? फेब्लेट हो? ल्याउनु कुन फ्लेभर अरे हो? लु खानु छिटो छिटो खोज्नु न। स्याबास ल लु खानु त। कस्तो लाग्यो? लाउनु मिठो लाउने त। बिस्तारै बिस्तारै गाडी आउँदैछ। यो बाटोमा गाडीहरू हिँड्नु नदिए चाहिँ हुने क्या गाइस। यहाँ हाम्रो केटाहरू बिचरा बिजोक भइरहेछ। कस्तो लागिरहेछ? खै बहिनी नानी आउनु छोरो कम। टोपी हेर्दैछु म चाहिँ यहाँनिर टोपी साथीहरू। त्यो हो त्यो ठिक छ होला बरु। हाई साइरा कहाँ छौँ हामी? कस्तो लागिरहेछ? रमाइलो गाइजहरू। गुड मर्निङ फ्रम काठमाडौँ। डे 2 भइसक्यो काठमाडौँ आएको चाहिँ। आज चाहिँ हाम्रो स्यान्डी भाइ हाम्रो सेफ भाइले के बन्दैछ?
ओहो के लागेको हो कस्तो राम्रो छ त ल चिकन ललिपप बन्दैछ यहाँ चाहिँ यस्तरी हो घरमा सेफ हुनु नि सजिलो छ कति वर्षको एक्सपिरियन्स कति वर्ष काम गरेछ होटलमा त्यही भएर अब उसको चाहिँ फ्लाइट थियो हिजो अस्ति 10 तारिकको कुवेतको अनि अब अहिले बाहिरतिरको लफडा त्यस्तै भइरहेछ गाइजहरू त्यही भएर उसको चाहिँ फ्लाइट क्यान्सल भएर यहाँ काठमाडौँमा फुपूको घरमा ललिपप बनाएर दिँदैछ यो चाहिँ फाइदा भएको छ गाइस ल हजुरहरू पनि तपाईँहरूलाई पनि खानु मन छ भने यसलाई ज्वाइँ बनाउनु होला मिठो मिठो खानु मन छ भने होइन लोइ यस्तो बनेको छ अब खाने हो ललिपप यस्तो मिठो छ मैले चाखिसकेँ बुवाले नि खानु हुँदैछ सेता ब्लग खिच्छ अरे कस्तो तर्सेको गएर धेरै पैसा पठाउने पैसा पठाउँछु साइरासँग लास्ट डे हो नि आज स्कुल जाँदैछ यता हेर्नु एयरपोर्ट जानु पाएन नि मलाई पुऱ्याउनु जानु मन थियो कि थिएन अनि रुनु मन थियो कि थिएन बिचरालाई आमाले के गरेको थिएँ खै क्याप खोल्नु आमा मास्क लाउने छोरी क्याप लाउने होइन अब म चाहिँ स्कुल जानु लाग्छु भन्नु आमाले मलाई छोडेर जान्थ्यो अरे म भरे गएको थियो भने के गर्ने फोन गर्ने कि नगर्ने मलाई कति गर्ने होइन होला बाई गयो हाम्रो साइरा चाहिँ स्कुल साइराको मम्मीले गर्दैछ बाई जेता वेटिङमा लगेज लिएर भाइहरू आइपुगेको छैनौ 4:30 बजी एयरपोर्ट पुग्नुपर्ने गाइस यहाँ चाहिँ यस्तो छ हामी बसेको चाहिँ कस्तो राम्रो घर रहेछ अनि त्यही हो चार्ज गरिरहेको छु फोन के साह्रो त ल बाहिर देशको लागि ह्याप्पी बर्थडे नरुनु ल छैन बिर्से क्या बाहिर देशको लागि ह्याप्पी बर्थडे बेबी कतिचोटि खुवाइदिइसकेस् तैँले सेन्डी खुवाइदिए 10 तारिकको फ्लाइट हुने मान्छेले मलाई केक खुवाएर पठाउँदैछ लागेको साथीहरू खै कहाँ छौ पछाडि बोकेर मलाई पुऱ्याउनु जाँदैछ विदेशबाट आउँदा चाहिँ ल्याउने हो कि होइन र कतातिर अब कस्तो छ्या अब पहिला नभइदिएसम्म कहिले हुन्छ होला म त खुसी हुँदै जान्छु भन्थेँ तर एक चम्ची बिहानदेखि केही नखाएको मलाई केही पनि रुचिया छैन कि साँच्चै भन्नुपर्दाखेरि यस्तो धेरै तनाव तर यस्तो धेरै रसमा लागिने चाहिँ गाइस विदेशको हालत त्यस्तो हुँदा हुँदै पनि जो सबैजनाको फ्लाइटहरू क्यान्सल भइरहेको थियो नि त सो हाम्रो पनि त्यस्तै होला कि भन्ने चाहिँ डर थियो तर हिजोसम्म हुँदैन भन्नुभएको थियो सो भएन पनि साथीहरू हाम्रो मेरो चाहिँ दुबईसम्मको ट्रान्जिट छ नि त अब दुबईबाट 4 घन्टा बस्नुपर्ने हुन्छ तनाव छ अब त्यहाँ आफ्नो ठाउँसम्म नपुगिदिँदासम्म चाहिँ तनावै छ साथीहरू त्यही हो लाग्दिएको ल काठमाडौँलाई बाई बाई गरेर देखिरहेको छु ल अब त कहिले जाने छिटै जाने
सेन्डी अनि सेरी अच्छा अब यहाँ टिका टालो एकछिन यहाँ लगाइसकेको हामी पनि काला आएको नि अनि मात्र पैसा कमाइन्छ आशीर्वाद चाहिँ राम्रो दिनु होला म चाहिँ किन लाएको फेरि राइट त्यही हो हेलो 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 दादा पनि आइपुग्नु भएको छ त्यस्तो नराम्रो रुनु हुँदैन हौ लु त्यो ओढाइदिनु न त्यो साउन्ड लगाइदेऊ न गएर ट्याङ्गी जो न पालो सकिसक्यो त मैले भने कस्तो हात कामेको लगाऊ न लगाऊ अलिक ज्यादा उयो लगाइदिएको रहेछ क्या लगाइदेऊ टिका दिदीलाई नि लगाएर पठाइदिनु लगाऊ यो त के साह्रो लगाइदेऊ न गर फोटो खिच्नु न दिदीहरूलाई टक्कैसँगले बिदाईको अवस्था अनि अस्ति क्लास लिनुभएको थिएन गोरुहरू छ हाम्रो यहाँ चाहिँ सबैजना यहाँनिर बिचरा पछि यहाँ भित्र छिर्नुलाई एकदमै तयारी भयङ्कर भयङ्कर आउँदै होला है यहाँ फोटो टक्कसँग एउटा फोटो सेसन ल यता यो हेर्न यो रुनु त पर्यो नि त होइन ल कस्तो आउँछ त्यहाँ राम्रोसँगले जानु
तल पहिले नहुनु ल राम्रोसँगले जानु ल हुन्छ दिदी बाई 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 दिन्छु नि यहाँ पुगेर बाई 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 यति धेरै लाइन छ तर पहिला जस्तो धेरै चाहिँ होइन होला अहिले यति मात्रै छ सबै खाली छ उता त त्यसको नाम सबै खाली खाली यता मात्रै प्याज छ दुबईको हिमालय र फ्लाइ दुबई हाम्रो मात्रै छ सो कति लाइन लाग्नुपर्ने हो कति लाइन लाग्नुपर्ने गऱ्यो हामी यहाँ बोर्ड हेर्दैछौँ सेकेन्ड बोर्डमा रहेको छ हाम्रो टाइमिङमै छ अहिले चाहिँ सबै कामहरू सक्यो अब वेटिङमा 6:30 भयो 7:40 को छ गर्नु सबै शून्य शून्य छ एयरपोर्ट पनि सबै बन्द भएर अब दिदी अघि कहाँ पुग्नु भयो म चाहिँ यहाँ हिँड्दैछु एक्लै दिदी अगाडि जानुभयो हाम्रो चाहिँ फ्लाइट दुबईबाट ट्रान्जिट रहेको छ पछाडि छ यति धेरै मान्छे छ के भन्छ हौ हामीलाई त घरि असुविधा नि दिदी दिदी ल होइन पो रहेछ ठोक्नुमा त दिदी कस्तो नि ए भगवान् सेम देखेको है ए भगवान् साथीहरू दुबईलाई पनि बाई बाई गर्ने बेला भएको छ सो हाम्रो चाहिँ वेटिङमा धेरै बस्नु परेन हटाहट भइदियो अहिले चाहिँ दिदीसँग कस्तो भइदियो पछाडि म चाहिँ अहिले अगाडि मेरो ब्याग पनि लास्टै पर पर्नु भएछ नि त आयो साह्रो परिरहेको छ निन्द्रा सुतेको पनि छैन नेपालको अहिले 3 बजिसक्यो एक निन्द्रा सुतेको छैन अब यहाँबाट चाहिँ सुतेर जाने हो सुत्ने कोसिस गर्दै दुबई कस्तो सुन्दर रहेछ दुबई पनि कति चिसो